टिमबाट एक गोल भएको छ। फुलबारीको काङ्ग्रेस गर्न एकदम प्रयास गरिरहेको थियो तर त्यो सफल हुन सक्नु भने गोल रक्षक प्रयास राम्रो थियो तर सफल हुन सक्नु भएन। अब प्यान्टिस राउट गर्ने पालो मनोकामना टोल विकास संस्थाका जर्सी नम्बर 12 का खिलाडी रोमान्टिक हुँदै गइरहेको छ। रेफ्रीको निर्णय के अनुसार आउँछ त्यो अनुसार अगाडि बढिनेछ त्यो कुरा पनि म जानकारी गराउन चाहन्छु। एक थप गर्ने कुरा चाहिँ हामीले गोल पनि गोल भएको छ। अब मनोकामना दिएर होला फाइनलमा प्रवेश गरेको छ। प्रियाङ्की सुधारमा समर्थकहरू खेल मैदान बाहिर गरिदिन अनुरोध गर्दछु। समर्थकहरू अनुशासनमा रहिदिनमा समर्थकहरू अनुरोध गर्दछु। त्यसरी खेल मैदानभित्र बसेर अस्तव्यस्त अवस्था हुन सक्छ। समर्थकहरू खेल मैदान बाहिर गएर आफ्नो टिमलाई समर्थन गर्न अनुरोध गर्दछु। मनोकामना टोल विकास संस्था फाइनलमा प्रवेश गरेको छ। 4-3 गोलले मनोकामना टोल विकास संस्था फाइनलमा प्रवेश गरेको छ। अब त्यसै गरी अब हाम्रो दोस्रो खेल